अल्टको साथमा F3 प्रेस गर्ने कम्पनी इन्फो अप्सन आयो हैन। यसमा धेरैवटा अप्सन्सहरू छन् जस्तै सिलेक्ट कम्पनी, सर्ट कम्पनी, क्रिएट ग्रुप कम्पनी, अल्टर, सेन्टाइली वर्ल्ड, स्प्लिट कम्पनी डाटा, ब्याकअप, रिस्टोर हैन। यिनीहरूमा के हुन्छ सबैभन्दा पहिला सेलेक्ट कम्पनीको युज के को लागि गरिन्छ पहिलादेखि बनाइएको जुन कम्पनी हुन्छ नि त्यसलाई सेलेक्ट गरेर ओपन गर्नको लागि हामीहरू सेलेक्ट कम्पनीको युज गर्न सक्छौं हैन। तर यसमा अर्को के छ एउटा सर्ट कम्पनीको युज के को लागि गरिन्छ कम्पनी एउटा ओपन गरिएका कम्पनीले बन्द गरेर अर्को कम्पनीले ओपन गर्नको लागि हामी सर्ट कम्पनीको युज गर्न सक्छौं। जस्तै एउटा हाम्रो कम्पनी यहाँ स्टार्ट भएको छ कि कपिलवस्तु नेपाल गरेर हैन। यो कम्पनीले बन्द गरेर अर्को कम्पनी चाहियो मलाई। अब यो कम्पनीले बन्द गर्नको लागि के गर्नुपर्छ सबैभन्दा पहिला सर्ट कम्पनीमा आएर हैन जुन कम्पनी बन्द गर्ने त्यो कम्पनीलाई के गर्ने यहाँ सेलेक्ट गरेर इन्टर गर्ने त्यो बन्द भइहाल्यो हैन। अब अर्को के हुन्छ फेरि सेलेक्ट गरेर यहाँ सेलेक्ट कम्पनीमा जाने जुन कम्पनीले ओपन गर्ने त्यो कम्पनी चुज गर्ने हैन। जस्तै मलाई के कसमा काम गर्ने हो यो टाटा कम्पनी छ यसमा काम गर्ने यसलाई सेलेक्ट गरेर ओपन गर्ने फेरि हाम्रो टाटा कम्पनी स्टार्ट भयो। ठीक अर्को के छ क्रिएट कम्पनी के हुन्छ कम्पनी बनाउनको लागि जस्तै हामीहरुको टेलीमा पहिलेदेखि कुनै कम्पनी छैन हामीले एउटा नयाँ कम्पनी क्रिएट गर्ने हो नयाँ कम्पनी यहाँ बनाउने भने के गर्छौं क्रिएट कम्पनीमा आउँ हैन। क्रिएट कम्पनीमा आउनको लागि हामी सी सर्टकट केसको हैन सी पनि प्रेस गरेर हामीहरु जान सक्छौं हैन। ठीक यसमा तिमीहरुलाई थाहा छ कि पहिलेदेखि बताएको हैन कम्पनी क्रिएट गर्ने कसरी क्रिएट गरिन्छ के को लागि कि कुन अप्सन्समा के हुन्छ भनेर हैन। जस्तै नेम त तिमीहरुलाई थाहा छ कम्पनीको नाम यहाँ एड्रेस पनि थाहा छ कम्पनी एड्रेस कन्ट्री कुन कम्पनीमा हैन नेपाल हो फोन नम्बर मोबाइल नम्बर फ्याक्स नम्बर ठीक छ जुन जति जति सम्बन्धित पुरै भर्नुपर्छ यसमा। अर्को के हुन्छ यसमा क्रिएट ग्रुप कम्पनीको काम के हुन्छ एकदेखि बढी कम्पनीहरुलाई एउटा ग्रुप बनाउनको लागि हामी के गर्न सक्छौं क्रिएट ग्रुप कम्पनीको युज गर्न सक्छौं हैन। जस्तै अहिलेसम्म हाम्रो यो सो भइरहेछ हैन किनकि एउटा कम्पनीको त त्यो ग्रुप बन्दैन एउटाको कहाँ ग्रुप बन्छ त ग्रुप बन्नले कि एक भन्दा बढी हुनुपर्छ हैन। त्यो एक भन्दा बढी हुनुपर्छ भने के एक भन्दा बढी हाम्रो कम्पनी पनि स्टार्ट हुनु पर्यो हैन। कम्पनी हाम्रो के हुन्छ अहिले एउटा कम्पनी छ मैले के गर्ने अरुको पनि कम्पनी ओपन गर्नुपर्छ हैन। जस्तै यहाँ सेलेक्ट कम्पनीमा आए ठीक सेलेक्ट कम्पनीमा आएपछि हामीहरु के गर्यौं एउटा यहाँ अस्करली नामको छ हैन यसलाई ओपन गरे आयो दुईटा ओपन भयो एउटा अस्करली एउटा टाटा कम्पनी। अब यहाँ हाम्रो सो भयो के सो भयो क्रिएट ग्रुप कम्पनी यहाँ क्लिक गरेपछि हैन। अब यहाँ के नेम हैन कुन नामबाट तिमी ग्रुप बनाउन खोजिरहेछ हैन। जस्तै मैले यहाँ दिए एउटा के लुम्बिनी कम्प्युटर ठीक लुम्बिनी कम्प्युटर दिए अहिले नेम भयो एड्रेस तिम्रो कहाँ छ महाराजगंज एक कपिलवस्तु यही तो हो। कंट्री के नेपाल ठीक मोबाइल नंबर वगैरह हाम्रो के छ जस्तै 98 ठीक फोन नंबर मोबाइल नंबर फिक्स नंबर जुन छ हाम्रो कम्पनी। अब यहाँ लास्ट में हाम्रो के मागिरहेछ मेम्बर्स अफ कम्पनी जसले भन्छ के हाम्रो कुन कम्पनी को तिमी यहाँ के ग्रुप बनाउन खोजिरहेछ। जस्तै हाम्रो दुईटा ओपन भएको छ हैन दुईटा हाम्रो ओपन भएको छ दुईटा शो गरिरहेछ अरु पनि हामीले ओपन हुन्छ भने अरु पनि यहाँ शो हुन्छ हैन। हामीले त्यहाँ चुज गर्नुपर्छ कति कुन को हाम्रो के ग्रुप बनाउने हो हैन। जस्तै हाम्रो असगर अली एउटा असगर भयो र एउटा टाटा भयो दुईटा हो एन्ड अफ लिस्ट एक्सेप्ट हाम्रो कम्पनी बनेर तयार हाम्रो ग्रुप बनेर तयार भयो हैन। यहाँ आएर लुम्बिनी कम्प्युटरको नामबाट यो लुम्बिनी कम्प्युटरको नामबाट हाम्रो ग्रुप पनि हैन। ठीक बुझ्यो कि नै। अर्को के छ यसमा अल्टरको काम के हुन्छ बनाइएका कम्पनीमा केही अप्सन्सहरुलाई एडिट गर्ने हो वा कम्पनीले डिलिट गर्ने हो भने त्यसको लागि हामी अल्टर अप्सनको युज गर्न सक्छौं हैन। जस्तै अल्टर अप्सन गए मलाई के गर्ने हो यो जुन ग्रुप बनाएको छ भने अहिले भर्खरको यसलाई के गर्ने डिलिट गर्ने। अब डिलिट गर्नको लागि के गर्ने यसलाई ओपन गर्ने केही एडिट गर्ने भने यबाट एडिट पनि गर्न सक्छौं वा डिलिट गर्ने भने अल्ट प्लस डी यसको सर्टकट की अल्ट प्लस डी प्रेस गर्ने र इन्टर गर्ने इन्टर तिम्रो त्यो कम्पनी ठीक
अर्को यसमा के छ चेन्ज टाइली भोल्ट चेन्ज टाइली भोल्टको हाम्रो के हुन्छ पासवर्ड लगाइएको छ भने त्यो पासवर्डलाई चेन्ज गर्नको लागि यहाँबाट हामी चेन्ज गर्न सक्छौँ। स्प्लिट डाटा कम्पनी हाम्रो के हुन्छ कम्पनीहरू जस्तै हाम्रो एउटा कम्पनी छ त्यो कम्पनीमा अर्का हाम्रो के 3-4वटा ब्रान्च बनाउने भने शाखाहरू बनाउने भने हामी स्प्लिट कम्पनी डाटाबाट पनि बनाउन सक्छौँ हैन। अर्को ब्याकअप भनेको के हुन्छ कि जस्तै हामीहरू कुनै कम्पनीको ब्याकअप बनाएर राख्न खोजिरहेछौँ भने यहाँबाट ब्याकअप बनाएर राख्न सक्छौँ। किन ब्याकअप बनाइएका जुन कम्पनी हुन्छ बाई चान्स हाम्रो गल्तीले बाई मिस्टेक हाम्रो के भयो डिलिट भयो हैन, त्यो डिलिट भएपछि हाम्रो ब्याकअप बनाइएका फाइल जुन कम्पनी छ त्यो पुनः हामीहरू प्राप्त गर्न सक्छौँ कहाँ रिस्टोर अप्सनबाट ल्याउन सक्छौँ। जस्तै मैले यहाँ के गरेँ ब्याकअपमा हो हैन, ब्याकअपमा आएपछि अब यहाँ हाम्रो के छ सोर्स लोकेसन एउटा डेस्टिनेसन र सोर्स लोकेसनमा के हुन्छ कि प्रेजेन्ट टाइममा तिम्रो काम कहाँ भइरहेछ। अर्को डेस्टिनेसन भन्नाले तिम्रो जुन ब्याकअप बनाउन खोजिरहेछ त्यो ब्याकअप बनाएर कहाँ राख्न खोजिरहेछ। जस्तै मलाई यो मेरो सी ड्राइभमा जुन फाइल छ सब सी ड्राइभमा छ, मलाई जुन यो ब्याकअप बनाउन खोजिरहेको छु त्यो डी ड्राइभमा ब्याकअप बनाएर राख्न खोजिरहेको छु हैन। भने यहाँ के हुन्छ अब यहाँ हामीले त्यो प्रम्प्ट दिनुपर्छ कि डी प्रम्प्ट हैन। जस्तै डी ड्राइभमा राख्नको लागि डी प्रम्प्ट ठीक, लोकेसन हामी डी प्रम्प्ट दिए इन्टर र हाम्रो कुन फाइलको ब्याकअप बनाउने जस्तो असगर अलीको छ यसले ब्याकअप बनायो। अर्को हाम्रो के छ टाटा कम्पनी छ, यो टाटा कम्पनीको पनि बनायो, दुईटा बनायो, इन्डफ्लिस्ट दुईटाको मात्र बनाइरहेको छौँ ठीक। अब यसमा म गएँ यहाँ अल्टरमा गएपछि मैले यो असगर जुन छ यसलाई के गरेँ डिलिट गरिदिएँ, Alt+D डिलिट। अब यो सिलेक्ट कम्पनीमा हाम्रो असगर अली आउँछ, डिलिट भएपछि त आउँदैन। जस्तै हामी सिलेक्टमा गएँ यहाँ असगरको नाममा छ त्यो कम्पनी छैन, त्यो के भयो डिलिट भयो। तर हामीहरू त्यो पुनः प्राप्त गर्न सक्छौँ, पुनः ल्याउन सक्छौँ कहाँबाट रिस्टोर अप्सनबाट। कुनबाट रिस्टोर अप्सन, यानी कम्पनी इन्फोको रिस्टोर अप्सनका युज के को लागि गरिन्छ ब्याकअप बनाइएका जुन कम्पनी हुन्छ त्यो डिलिट भएपछि हाम्रो रिस्टोर अप्सनबाट पुनः प्राप्त गर्न सक्छौँ हैन। के गर्ने रिस्टोरमा जाने, रिस्टोरमा गएपछि अब यहाँ हाम्रो जुन ब्याकअप बनाइएका फाइल हुन्छ त्यो यहाँ शो गर्छ हैन। त्यसै हाम्रो के आइटम दिएछ असगर अली कपिल वस्तु नेपाल हैन, आर्केटप टाटा कम्पनी यिनीहरू जुन ब्याकअप बनाइएको। अब मलाई के चाहियो असगर अली सिलेक्ट गर्ने, इन्डफ्लिस्ट एक्सेप्ट यो कम्पनी ब्याकअप भइसक्यो, मतलब रिस्टोर भइसक्यो, हाम्रो कम्पनी आइसक्यो। कहाँबाट आयो सिलेक्टमा जाने, कम्पनी आयो कि नआयो त्यो यहाँबाट हेर्न सक्छौँ, आयो हैन। असगर अली नामको हाम्रो यहाँ आयो, यसले ओपन गरेर फेरिबाट हामी काम स्टार्ट गर्न सक्छौँ।